अब हामी पानीमा रोयल नेसनल पार्क यहाँ मजाले Hi everyone, यो चाहिँ हाम्रो भिडियो हामी रोयल नेसनल पार्क गएका थियौँ सिडनीबाट 30 मिनट्स ड्राइभ र एकदमै ब्युटिफुल एडभेन्चर भएको थियो पानी परेको थियो तर वहाँ चाहिँ खासै थिएन र यो सर्ट भ्लग जस्ट अपलोड गरेको त्यहाँ चाहिँ धेरै हाइक गर्ने अनि ब्युटिफुल भ्युजहरू पिकनिक धेरै कुराहरू रहेछ र एकदमै लाइक 30 मिनट्स राइडमा really beautiful. We enjoyed it. Hope you guys enjoyed too. Thank you. Seat belt. Hopefully उता वेदर राम्रो होला उताबाट आउँदा नि पानी परिरहेको थियो अघि हो लेट्स सी आजको दिन कस्तो हुन्छ हेरौँ होपफुली इट विल बी गुड एड्रेस भन्नु त के थियो नाम रोयल नेसनल पार्क चाहिँ आउँछ हो रोयल नेसनल पार्क त्यही हो या इट्स अबाउट 30 मिनट ठिकै हो नट ब्याड त्यही नै देखा अब चाहिँ रोयल नेसनल पार्क अस्ट्रेलियाज फर्स्ट नेसनल पार्क इन 1869 or something. होइन मैले त यहाँ रोयल नेसनल पार्क हालेको त हामीले कहाँ कहाँ हाल्यौँ त्यहाँ यही पार्किङले हाल्ला कि अगाडि दामी छ यो चाहिँ हो होला पुरै के लाइक यु क्यान सी द सी राइट सी अनि डाउन सी राइट देयर धेरैचोटि गयो मुस्ताङ त मलाई खास अब मनाङ जानु मन थियो अलि टाइम अलि लास्टतिर आएर अलिक मिलेन कि यो दसैँ तिहारमा दसैँमा गएपछि अब यताउता जानुपर्ने आफन्त भेटघाट अब हल्का रमाइलो दाँतले खाइदियो त्यसो हुनाले अलिक भ्याइएन क्या Look out, 280 meters. Hello. Yeah, I want to see you the next. Football the next. Beautiful trek to the seaside with Jaisab. Kosto dami ke? Look at the view. That's $1 million view right there for $12. राम्रो भ्यू रहेछ हेर न पानी ओ माई गॉड कस्तो यहाँ त यसरी हिँड्ने त कस्तो ठाउँहरु चाहिँ यस्तो चाहिँ अति छ यस्तो यो चाहिँ राम्रो के है यहाँ यस्तै छ पानी हेर न कस्तो मिठो पानी This is Australia. Australia's Royal National Park. Australia one of the oldest national park. यहाँ चाहिँ beautiful views. अलिकति अप्ठ्यारो छ ढुङ्गाहरू हार्ड रकहरू तर really beautiful. हामी चाहिँ अब माथितिर हाइक गर्न अब मन्जु जयसाबहरू उताबाट हाइक गर्नुभयो
यहाँबाट आउनु मिल्छ र मिल्दैन यहाँ नाग्न सक्यो आयो यतै त आउँछ यताबाट अब हाइक गर्ने यहाँ चाहिँ हाम्रो नेपालको जस्तै खाली ओह्राली रहेछ मलाई चाहिँ नेसनल पार्कको जहिले जान मन लाग्छ धेरै पछि अहिले गएको थिएनौँ छैन अब यो चाहिँ हाम्रो रुरल नेसनल पार्क एउटा फल्स रहेछ अनि फल्समा जति स्विमिङ गर्ने यताउता रमाइलो ठाउँ रहेछ मान्छेहरू त्यहाँबाट चढेर दे गो अल द वे टु द अप एन्ड मेक अ डाइभ अहिले एकजना डाइभ हान्दै हुनुहुन्छ जस्तो छ लेट्स सी there's two guys trying to jump and they're almost ready. यो चाहिँ हामी कोस्टल वक जाँदै अगाडि जान्छ मन्जु म मजाको यहाँ हाइक पाथहरू टन्नै दिनौदिन गर्ने पाथहरू छन् इफ यु लभ हाइकिङ अर हाइकर्स दिस इज द प्लेस हो भेरी इजी कन्भिनियन्ट फ्रम सिडनी जस्ट 30 minutes रुखहरू साना साना एकदमै लाइक डेजर्ट टाइपको यो पाथ चाहिँ मलाई एकदम मन पर्यो मजाको आई थिङ्क kind of ब्रिक जुत्ता चाहिँ हाइकिङ सु नै बेस्ट होला सायद स्पोर्ट्स भन्दा किनभने ढुङ्गा तलमाथि हुँदो छ अलिअलि तर ठाउँ चाहिँ रमाइलो यहाँ चाहिँ बिचमा क्रिक टाइपकोहरू छ लेट्स सी हाउ दिस लुक्स अघि गएको ठाउँ एकदम ब्युटिफुल थियो यो पनि होपफुली वर्थ द हाइक हामीले नै एउटा एउटा कट्टु हालेका है क्रस गर्नु जानु 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 हामी यहाँ चाहिँ यत्तिकै यसो वाकिङ प्र्याक्टिस गर्दै त्यहाँ बसी
नेसनल पार्कको तलबाट एक्जिट हुँदै यहाँ त फेरि पुरा त्यो रुखहरू पनि एकदम ट्रपिकल अर्कै डिफ्रेन्ट खाले छ कि है डेजर्ट टाइपको छैन नि ग्रिन छ कि यहाँ त अहिले त पुरा सुक्खा थियो नि त यो अहिले तल ओह्रालो जस्तो नि भएको यहाँ त पुरै हरियो छ फेरि अनि यो बाहिर नि चिसो होला जस्तो छ क्या यो ठाउँ चाहिँ चिसै होला जस्तो छ चिसो नि होला अलिकति